हेलो गाइज, वेलकम टू माई ब्याक युट्युब च्यानल। आज मैले क्लास 10 को वर्ग समीकरणको सम्बन्ध शब्दक समस्याहरू यहाँ की पोइन्टमा लेख्नेछु है। धेरै स्टुडेन्टहरूले भनेको थियो सर मलाई यो वर्ग समीकरण यानि कि बुवा छोराको हिसाब गर्दाखेरि मिस्टेक भइरहेछ है, धेरै मिस्टेक भइरहेछ है, बुझ्न पाइरहेको छैन, क्वेसनबाट समस्या धेरै आइरहेछ है। मैले आज सहज बनाउने छु है, हेर्नु होला राम्रोसित। यहाँ पहिला लेख्नु वर्ग समीकरणको सम्बन्ध शब्द समस्याहरू है। की पोइन्ट हामीले यहाँ राम्रोसित यहाँ बुझ्नु होला। मैले एक एक पोइन्ट गरेर बिस्तारै तपाईलाई यहाँ बुझाउने छु। स्टुडेन्टहरू राम्रोसित बुझ्नु होला। एक नम्बरमा म लेख्दै छु है। यदि कुनै धनात्मक x छ भने यसको वर्ग x स्क्वायर हुन्छ। एक नम्बर भयो। अर्को पोइन्टमा हेर्नु होला है राम्रोसित। यदि कुनै धनात्मक संख्या x छ भने यसको घन x क्यूब हुन्छ। ठीक, तेस्रो पोइन्टमा हेर्नु होला। यदि कुनै धनात्मक संख्या x छ भने यसको व्युत्क्रम भन्छ है, 1/x हुन्छ। बुझ्नुभयो? त्यसपछि 4 नम्बर पोइन्टमा के छ भने योगफल भनेमा प्लस चिन्ह को प्रयोग गर्ने। त्यसपछि 5 नम्बरमा गुणनफल भनेमा यहाँ इन्टु छ भने मल्टिप्लाईको चिन्हको प्रयोग गर्ने। अनि भन्छ है घटाउ भनेमा 6 नम्बरमा घटाउ भनेमा माइनस चिन्हको प्रयोग गर्ने। 7 नम्बरमा के छ भने भागफल भनेमा डिभाइड चिन्हको प्रयोग गर्ने। ठीक छ। अब 8 नम्बरमा पछि अब भनेमा माइनस चिन्हको प्रयोग गर्ने। ठीक। 9 नम्बरमा के भने अघि अगाडि भनेमा सरी है, मिस्टेक भयो है।
यहाँ प्लस चिन्ह प्रयोग गर्ने माइनस चिन्हको प्रयोग गर्ने ठीक छ। फेरि 10 नम्बरमा के छ भने क्रमागत संख्याहरू भनेमा x plus 1 x plus 2 मान्ने 11 नम्बरमा क्रमागत बिजोड संख्या भनेमा x plus 2 x plus 4 मान्ने ठीक छ। त्यसपछि 2 अङ्कले बनेको संख्या (10x plus y) जम्मा अङ्कहरू 1 स्थानमा y छ र 10 को स्थानमा के छ x छ ठीक। 13 नम्बरमा अङ्कहरूको स्थान बदलिदा भने 2 अङ्कको संख्या बराबर 10y plus x। यति कुरा तपाईहरु बुझ्नुहुन्छ भने वर्ग समीकरणमा केही छैन, कुनै पनि हिसाब गर्न सकिन्छ, कुनै पनि बुवा छोराको हिसाब गर्न सकिन्छ। यति कन्सेप्ट राख्नुहुन्छ भने राम्रोसित बुझ्नु भएको होला भने कमेन्टमा बोल्नु। आजको क्लास यति सक्यो। अब वर्ग समीकरण